भान्जा खेलिसकेपछि एकछिन हामी पार्कतिर वाक गऱ्यौँ होइन। वाक गर्दै बाहिर निस्क्यौँ। अब आज चाहिँ यस्तै भयो होइन। पार्क बन्द भएको भएर सबै सुनसान थियो। सो हामी 2 जना मात्रै थियौँ, 3 जना। त्यसपछि हामीहरू वाक गर्दै एकछिन इन्जोय गऱ्यौँ। त्यहाँको बेलुकाको इन्भाइरोमेन्ट एकदमै रमाइलो थियो होइन। त्यसरी वाक गर्दै हामी इन्जोय गर्दै हामी त्यहाँबाट बाहिर निस्क्यौँ। अब फेरि भोलि जानेछौँ। अलिकति रमाइलो होस् भनेर होइन, मान्छेलाई रमाइलो होस् भनेर हामी त्यहाँबाट भोलि आउने भनेर फेरि ब्याक भयौँ। पार्क पनि एकदम राम्रो बनाएको रहेछ होइन। ग्रिनरी एकदमै राम्रो रहेछ, सफा पनि रहेछ। अलिकति पानी परेको बेला पानी चाहिँ अलिकति जमेको थियो। सो फुलहरू एकदमै मजाले फुलिराखेको थियो।